धन्यवाद हजुरलाई सबैलाई स्वागत छ। अब म आज हाम्रो भालो खाने टिमहरू आइसके, हाम्रो केटाहरू, युवा दाइहरू, साथीभाइहरू। अब भालो खाने टिमहरूसँग फेरि उहाँहरूले सम्मान गर्ने हाम्रो छोरीचेली महिलाहरूको पार्टीमा, खेजा पार्टी भिजनमा यस्तो हाम्रो चलन। अब भालु खाने साथीहरूसँग चाहिँ मैले थोरै भिडियो रेकर्ड गरेर गरेको छु है। भेरी गुड, थ्याङ्क यू हेर्दै गर्नु होला। हाम्रो चलन यस्तै छ। धन्यवाद। अनि हाम्रो गाउँको प्योर गाउँको भालु है, अनि प्योर अर्गानिक सेल अनि रोटी झिटो राखेर अनि यस्तै छ है हाम्रो चलन, हाम्रो मगर जातिको चलन। हाम्रो आदरणीय भीम सालोजीको घरमा हो, उहाँ पनि अहिले भर्खर बल खेलेर थाकेर आएछ है। अनि सबै साथीहरू सँगै बसेर मिलेर खाँदा एकदम खुसी पनि लाग्छ मलाई है। धन्यवाद। अन्तिमसम्म साथ दिनु होला। अनि फेरि ज्वारी, जमरा, सिन्ताली सबैले लाउने तयारमा छ है। अब तयारमा छ। धन्यवाद। जमरा लाउने हाम्रो यो चलन है। नमस्कार सम्पूर्णमा। आज हाम्रो महान चाडपर्व रहेछ। मलाई त्यति खासै थाहा भएन। अब म चाहिँ +2 सकाएर भर्खर गाउँतिर छिरेको, गाउँतिर यस्तो चलन रहेछ। खासमा म यो हाम्रो कुन पर्व हो, यो पर्वको नाम के हो, यसको बारेमा केही जानकारी लिनको लागि म मेरो भिनाजुसँग केही क्वेसनहरू गर्नेछु। त्यसैले उहाँले म क्वेसन गर्नतिर लागे। नमस्कार भिनाजु। नमस्कार, हजुरलाई स्वागत छ। धन्यवाद। हाम्रो यो खासै यो चाडपर्वको नाम चाहिँ के हो भिनाजु? हाम्रो यो चाडपर्वको नाम चाहिँ खेजा मेला भन्छ। हाम्रो ब्यासी गाउँ लगायत हाम्रो काइकेको सम्पूर्ण 60वटा सम्पूर्ण गाउँमा खेजा मान्छ। कुनैले यो वैशाख महिना, कुनैले जेठ महिना हामीले चाहिँ बुद्ध जयन्तीको, नेपालमा जन्मेको बुद्ध जयन्तीको दिनलाई अवसर मानेर हिजो पूजा गर्ने गुम्बामा, त्यसपछि आज चाहिँ गाउँमा रमजान गर्ने खाने त्यस्तो चलन हो। हजुर। अनि यो बुद्ध जयन्ती आज हिजो बुद्ध जयन्ती, आज चाहिँ यसो गाउँमा कार्यक्रम जस्तै बनाउन। अब यो बुद्ध जयन्ती चाहिँ अब संसारको जुनसुकै ठाउँमा बुद्धिस्ट धर्महरू मान्ने गरिन्छ नि, त्यतातिर यो बुद्ध जयन्ती मनाइने गरिन्छ। र हाम्रो यो डोल्पा जिल्ला काइके गाउँपालिकामा चाहिँ बुद्ध जयन्ती मनाए पछाडि लगातार केही अब कार्यक्रम जस्तै सानातिना राख्ने गरिँदो रहेछ। खासै अब हाम्रो यहाँ अब मैले नदेखेको चिज अब यो के हो भिनाजु? केले बनाएको हो? फर्स्टचोटि खाँदैछु म। यो किन बनाइन्छ, के कारणले बनाएको होला, यो यसको नाम के होला? धन्यवाद हजुरलाई मिठो क्वेसन सोध्नु भएकोमा म अप्सन दिन चाहन्छु। यो चाहिँ हाम्रो भालु भन्छ है। फेरि भालु भनेको वनको भालु होइन, हाम्रो नेपाली भाषाबाट भालु भन्छ, हामी भालो भन्छ है। तर यसमा चाहिँ हामी खाम भाषाबाट भालो भन्छ, नेपालीबाट भालुछाङ भन्छ है। फेरि भालु भनेको कुनैले नबुझ्दाखेरि फेरि वनको भालु पनि भन्ला होइन। यो चाहिँ प्योर गाउँको छ्याङ हो, तर छ्याङ पनि होइन, प्योर गहुँको पिठोले बनाएर ढिँडो जस्तो बनाएर मोलेर त्यसपछि यो बनाउने चलन छ। यो चाहिँ हाम्रो छ्याङ जस्तो मुचिएर बनाउँदैन। त्यसैले यो चाहिँ नि अब छोरी चेली बहिनीहरूले वर्ष दिनको खेजा मेलामा हाम्रो चाहिँ सबै बालीहरू छरेपछि हाम्रो हिमाली क्षेत्रमा एकदम महत्त्वपूर्ण छ। हाम्रो रुखहरू, हाम्रो बालीहरू उम्राउने जुन हाम्रो चाहिँ 6 महिना हिउँदो हुन्छ, त्यसपछि यो उम्राउने बेलामा चाहिँ नयाँ वर्ष जस्तो मानेर हामीले जमराहरू राखेर त्यस्तो चाहिँ खाने चलन हो। हजुर। खासै यो भाला चाहिँ विशेष गरी महिलाहरूले पिठो के उठाएर बनाएर पुरुषहरूले बोलाउने चलन हो कि के कस्तो हो? धन्यवाद, एकदम मिठो शब्द आउनुभयो। यो चाहिँ महिलाहरूले आफ्नो घरबाट
उठेर गहुँ उठाएर एउटा ठाउँमा जम्मा गरेर अनि खाजा बनेर त्यसलाई पिठो बनेर यो एकदम महत्त्वपूर्ण चिज हो है। यो लगभग भिटामिन जस्तो पनि हो, कमजोरीलाई खाने पनि हो है। त्यही भएर यो सधैँ पनि खाँदैन है। यो यो चाहिँ चाडपर्वमा बढी खान्छ अनि कुनै कमजोरीहरूले बनाएर खान्छ, त्यसैले यसले महत्त्वपूर्ण मान्छ। त्यसैले उहाँहरूको केटाहरूसँग सेवा गरेको है, यो चाडपर्वमा यो घेजा मेलामा सेवा गरेको अनि हामीले उहाँहरूलाई अब कोसेलीहरू लिएर दिने चलन रहेछ पहिला। ए हजुर, भनेपछि यो भालोले चाहिँ अब भालोले चाहिँ अरू छ्याङ जार रक्सी जस्तो त्योभन्दा कम असर गर्छ होला सायद। खासै अब पुस्तकमा पनि भनेको छ डुई छाङथुङ भनेको छ, तर गहुँको यो भालु चाहिँ खाऊ भनेको छ है, हल्का फल्का। तर धेरै जस्तो खायो भने फेरि अब यो पनि अब औषधि हालेको हुन्छ, दारू हालेको हुन्छ। तर यो चाहिँ कहिले कहिले भएको हुनाले चाडपर्वमा चाहिँ प्रयोग गर्छ। हाम्रो नेपालीको लगभग हिन्दू धर्मले शिवरात्रिको दिन गाजा खान्छ नि, त्यस्तै हाम्रो चाहिँ घेजा मेलामा अब हजुर सबैले खाने यो आजको मौका जस्तो हो। यो भनेपछि यो जुनसुकै बेला पाइँदैन, विशेष चाडपर्व भएको बेला मात्रै पाइने भयो भनौँ न। आजको चाडपर्वमा चाहिँ यो भालो पाउने भयो, जस्ट अरू बेला चाहिँ खासै यो गाउँतिर देखिँदैन भनौँ न, जार रक्सी जस्तै देखिँदैन। यो चाहिँ सधैँभरि यो देखिँदैन, किनभने यो फेरि कमजोरी भएको बिरामी भएको कुनै मान्छेसँग फेरि कमजोरी भएको कुनै बिरामी भएपछि यो कुनैले यो खाने हुन्छ, त्यसैले यो पाउँछ कहिले कहिले, नभए यो चाडपर्वमा त यो घेजा मेला मात्रै पाउँछ। हजुर, तपाईँले यति धेरै कुराहरू मलाई सिकाउनु भयो, त्यसको लागि हजुरलाई धन्यवाद। अब यो भालो कस्तो रहेछ मैले चाखेँ है त दाजु। हस्, थ्याङ्क यू। आज लिनु लिनु चाख्यो है त, हस् लिनु। हजुर कस्तो लाग्नुभयो? एकदम मिठो, एकदम मिठो। फेरि लिनु। ए हस्, धन्यवाद दाजु। मिठो हुँदो रहेछ त्यो, मैले नि कचौरी खाँदैछु यो। अनि यो मात्र होइन, यो सेलरोटी पनि है लिनु होला। यो पहिलाको चलन हो, पहिल्यैदेखि चलन भएको है। पहिला त भागुर भन्छ चिनाबादको हुन्छ, अहिले चामलको अब जुनसँग चामल आएछ होइन, अब चामलले बनाएको हो है। यो भालो सँगसँगै यो केही सेलरोटीहरू यो रोटीहरू बनाएर दिने चलन रहेछ त्यो। हो, केटीहरूले सम्मान गरेको हो केटाहरूसँग है, हामी पुरुषसँग सम्मान गरेको। हजुर, यसको लागि हाम्रो भालो बनाउने महिला टिमहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु म। एकदम मिठो लाग्यो यो भालो। अब हजुरसँग भलाकुसाली गरेर एकदम मलाई रमाइलो पनि लाग्यो होइन दाजु। धन्यवाद। हाम्रो यो चाडपर्व जुन आज नयाँ वर्षको घेजा मेलाको अवसर पारेर हाम्रो आज मेला पनि सताउन लागेको छ। करिब अहिले दिउँसोको 4 बजे भइसकेको छ। त्यसैले हाम्रो सम्पूर्ण छलकमा भएको सम्पूर्ण आमा प्राणीहरूलाई हाम्रो नयाँ वर्षको शुभ अवसर पारेर सबैको मनोकामना पुऱ्याओस् भनेर चाहिँ सबैले भगवान बुद्ध गुरुपछि रक्षा गरेर भन्न चाहन्छु। हस्, थ्याङ्क यू, धन्यवाद। हस्, धन्यवाद हजुरलाई, यति धेरै मिठो कुरा सिकाउनु भयो मलाई। अब यहाँ भएको सम्पूर्णलाई धन्यवाद। अब हाम्रो यहाँ पाल्नु हुने सम्पूर्णहरू भालो खानाले नै पाल्नु भएको होला सायद। हो, सबै हो, सबै निमन्त्रणा गरेको, उहाँको निमन्त्रणले बहिनीहरू निमन्त्रणले हामी स्वीकार गरेर सबै आएको। धन्यवाद। धन्यवाद हाम्रो एकदम उत्कृष्ट हाम्रो विद्यार्थी हाम्रो तापिरिचा माध्यमिक विद्यालयबाट उहाँले अध्ययन गरेर काठमाडौँ धेरै 15 वर्ष उहाँले क्लासहरू पढेर अनुशासन उहाँ एकदम टेक्निकल भएको हुनाले आज उहाँ सुरुमा गाउँमा आएको हुनाले उहाँसँग मैले थोरै केही कुराहरू सेयर गर्न गएको छु। उहाँले मलाई अप्सन सोध्नुभयो, त्यसैले मिठो मिठो कुराहरू हजुरहरूको माझमा गरेकोमा मेरो तर्फबाट र मेरो सम्पूर्ण व्यासी गाउँको तर्फबाट उहाँलाई लाखौँ धन्यवाद दिँदै हस्, थ्याङ्क यू, धन्यवाद।